गीत गाउन सानो भन्छु आज मनका कुरा सुन्छ चाहिँ घुम्न जाँदैछौँ आज ढुकुरले निलेन तिम्रो सियर अनि तल रहेको के अरे बेल आइकन वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज मी आहाना कोइला हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ सबैजनालाई श्रीमान नारायण आई होप यु गाइज अल आर डुइङ वेल सो आज चाहिँ हामी सचिनको र ममताको घर जाँदैछौँ अनि यो चाहिँ हामी जाँदै गरेको भ्यू हो साथीहरू कस्तो रमाइलो छ आजको वेदर चाहिँ एकदम राम्रो छ होइन भोलि पनि राम्रो छ पर्सिबाट चाहिँ सब पानी 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 दिगदार लागिसक्यो पानी पर्दा 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 आजै हो जस्तो घाम लागेको कस्तो राम्रो वेदर आजको कस्तो राम्रो भ्यू देखिहाल्यो रोकम त साइड आउँदा साइडलाई बोल्नु लुकआउट पोइन्ट होला गाडीबाट बाहिर निस्किने म गाडीबाट हेर्छु मेरो फोटो भिडियो कसले खिचिदिन्छ त्यहाँनिर त्यस्तो राम्रो छैन के छैन सानो अब जे हुन्छ राम्रैको लागि हुन्छ जे हुँदैछ राम्रैको लागि हुँदैछ भन्ने त हो कस्तो राम्रो है आज कस्तो राम्रो दिन परेको क्या सानो आज त दिन पऱ्यो राम्रो कहाँ आयो सानो आँखो मेटेनी अझ बेसी अझ बसी 6 बजे तर घाम स्टिल अझै माथि छ 10 बजीसम्म घाम लाग्छ कि समर लाग्नुपर्छ 10 आउने बेला 10 दिनसम्मै थियो नि मार्चमा मार्चतिर मार्चको 3 तारिकमा आएको मार्च 3 जस्तो ल्याएको हामी चाहिँ फाइनली सचिन र ममताको घर आइपुग्यौँ यहाँ 6 बजिसक्यो स्टिल घाम माथि नै छ 10 बजे 8 बजे घाम अस्ताउँछ सनसेट हुन्छ यहाँ सबैको आफ्नो स्टोर हुन्छ दाइ ए हो न त एउटा गीत गाउनु मेरो लागि भन्छु आज मनका कुरा सुन्छौ भने तिमी के गीत गाउँ सधैँ सधैँ चुनी चुनी मेरो साथ हुन्छौ भने तिमी खै आउँदैन क्या टक्क नेक्स्ट वान सताएर फकाउने बानी तिम्रो छ साह्रै अनौठो अब तिमीलाई सताउन पनि सक्दिन रुवाएर हँसाउने बानी तिम्रो छ साह्रै नै नराम्रो अब तिमीसँग रिसाउन पनि सक्दिन टोलै बस्छु म जहर बल्किन आइदिन्छौ मेरो नयाँ नभरिकन माया हो कि के हो बुझ्न मैले सकिन किन सक्दिन ती यादहरू बिर्सन टोलै बस्छु म जहर बल्किन आइदिन्छौ मेरो ल आना ल भेट भयो है गाइजहरुको फाइनल्ली हामी चाहिँ आयौँ सचिनको ममताको घर
ममताको चाहिँ नयाँ टिभी आयो अब ममता हेर न डाइरेक्ट जोड्नु पर्ने कनेक्टेड हुन्छ हामी चाहिँ अर्जुन सापकोटाको नयाँ गीत सुनेर चटपट खाँदैछौँ है बिग फ्यान चटपट खाँदै ममताको चाहिँ अब ममताले मोमो बनाउँदैछिन् मोमो सेफ अब चाहिँ हामी यसो मोमो गराउँदैछौँ हामी चाहिँ अब यसरी नै प्र्याक्टिस गर्दै राम्रो भएर अनि हामी बिजनेस खोल्छौँ बिजनेसको नाम के हो भने हसली रसली मोमो पसल हेलो गाइस हाम्रो मोमो मेकिङ प्रोसेस हुँदैछ हेर्न सक्दैन मैले बनाएको राम्रो मोमो है मैले बनाएको यो चाहिँ मेरो मोमो रसली हसली मम्मा खानी हो हाम्रो मोमो पसलमा सबैजनाहरू आइदिनु होला भन्न चाहन्छौँ हामीले हाम्रो फोन नम्बर हामीले यहाँ मुनि 9845 252 53 9845 त्यसपछि मलाई भन्नै आउन्न अनि 98 मैले चाहिँ अब केमा 9845 52 53 54 त्यसमा सम्पर्क गरेर हामीसँग अनलाइन अर्डर पनि लिन सक्नुहुन्छ मोमो अर्डर गर्न सक्नुहुनेछ हामी बिलो यहाँ तल हामीले राखिदिएका छौँ तर हामी क्यान्डियामा यस होइन अनि हजुरहरूलाई मोमो किन्दाखेरि अचार फेरि बजाउन चाह हाम्रो चाहिँ एकदम फन भिडियो हुनेछ होइन फन मलाई भन्छ नि कमेडी अरूहरूको रोमान्टिक टुच्च बिचमा दोब्रियो के यस्तै हुन्छ ढङ्ग भएपछि इंसान के जीवन की सबसे बड़ी लड़ाई ये है कि उसको सब चाहिए जो जरूरी है वो और जो नहीं है लेकिन कितनी भी कोशिश करो सब कुछ साथ लेके नहीं जा सकते छूटना तो इस संसार का नियम है बाकी छूटने में तो इस वीडियो का शीर्षक हाम्रो चाहिँ अब मुभी हेर्दै खाना मोमो खाँदैछौँ Cheers. Cheers. मुभी हेर्दै खाँदैछौँ मोमो हेलो गाइज गुड मर्निङ सबैजनालाई श्रीमान नारायणम अनि आज चाहिँ म ममताको घरमा चाहिँ साग टिप्दैछु ममताले फलाएको साग रायोको साग मैले होइन मम्मी र बाबाले हो म चाहिँ साग हेर्नु कस्तो राम्रो साग छ खानुहोस् त कति राम्रो बकुला फलेको छ नि के हुँदैन र साग हेर्न सक्नुहुन्छ ममताले फलाएको साग सबै झारमा टिपेको ट्याप्प टिपेको गर्छ नि अङ्कल आन्टी ममता सचिनले फलाउनु भएको साग हो यो चाहिँ गाइज हेर्न सक्नुहुन्छ यो कालो साग यति मिठो हुन्छ यति मिठो बास्ना आएको छ यसमा होइन
वा मैले चाहिँ साग टिपेर लिएर आएँ, एक साग हुन्छ जति साग टिपेर लिएर आएँ। ममताले एक दिन मैले पनि टिपेँ, हेर्न सक्नुहुन्छ हजुरहरूले। करेसा बारीमा यति धेरै साग फलेको रहेछ, यति धेरै साग फलेको रहेछ, यति मिठो साग। यो हुन्छ नि रायोको साग, त्यही पनि रायोको राजा कालो साग, कालो कालो भएको यति मिठो बास्ना आएको छ होइन। यहाँ चाहिँ साग चाहिँ पाउँछ तर जे भए पनि त्यसको स्मेल आउँदैन कि सागको। अनि त्यसपछि यति पाउँछ जाबो यति पाउँछ, एक मुठो नि पाउँदैन, यति पाउँछ। $3 $4 पर्छ। त्यो पनि हामी किनेर त खान्छौँ होइन। तर यो आज मैले यो ममताले फलाएको साग देखेर दलेँ। अब साग र भात गम 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 खाने। रायोको साग, भात अनि कालो दाल अनि टमाटरको चटनी भएपछि के चाहियो, गम 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 खाइदिने हो। हामी चाहिँ अब नेपालीहरूको खाजा चना अन्डा खाएर ब्रेकफास्ट प्रोपर नेपाली ब्रेकफास्ट। हेलो गाइज, अब हामी चाहिँ रेडी भएर चाहिँ यसो घुम्न जाँदैछौँ। आजको वेदर पनि एकदमै राम्रो छ होइन। अनि त्यसपछि अब यस्तै छ। कस्तो राम्रो फुल, कस्तो राम्रो फुल, दुईटा फुल। हामी चाहिँ अब जान लागेको गाइज। यतिकै ड्राइभमा जाऊँ न बरु यही बाटोमा। यही बाटो ड्राइभमा गइदिउँ न टाढो। यो गीत लास्टै राम्रो हो नि है। हामीले कति सिमे त 2 दिनमा। गुच्चीको चस्मा कालो, नयाँ चस्मा आजको हाम्रो एउटा छोटो मिठो भ्लग छ। हामी चाहिँ मोर्निङटन पेनिसुलामा रहेको यो बालरिज वाकिङ ट्रेल भन्ने ठाउँमा आएका छौँ होइन। र हाम्रो छोटो मिठो यात्रा घरबाट 15 मिनट जति छ जम्मा। र अब चाहिँ कति हाइकिङ गर्नुपर्छ थाहा छैन, अब हिँड्दै गर्छु थाहा हुन्छ कति लामो हुन्छ भनेर। भोक लागेको नै गर्दैन एनिवे, अहिलेसम्म त भोक लागेन। ममताले बनाएको चना र अन्डा खाएर डम्म भयो पेट चाहिँ, पेट डम्म भयो अहिलेसम्म त। अब हिँडेपछि खाली हुन्छ अनि घर गएर खाम्ला। त्यही हाम्रो यो हिँडेको जर्नी हेर्नु होला, रमाइलो हुन्छ पक्कै पनि। आना नाचिदिन्छन् बिचमा, नाच्देऊ त इन्ट्रो। तिमी नाच त, तिमी नाच ल। नेपाली काङ्ग्रेस जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। बिरेलाई
प्रचण्डे हाय हाय प्रचण्डे हाय केपी ओली बाली बाई बाई एनी हामी सबै जेन्जी हौ है बाइ द वे हामी चाहिँ वी आर जेन्जी ल Hi guys. हेलो हेलो Hello. नमस्कार नमस्कार. श्रीमन्नारायणम. श्रीमन्नारायणम मेरो नाम चाहिँ ममता सापकोटा हजुरको मेरो नाम सचिन कँडेल मेरो नाम चाहिँ आहाना कोइराला. मेरो नाम नवीन सुवेदी नमस्ते सबैजनालाई श्रीमन्नारायणम वेलकम टु आहाना कोइराला ब्लग म्यापमा हेर Hi guys, finally we're at the त्यही अब ग्रिन बस मोरिङटन पेनिन्सुलाको नेसनल पार्क हो यो चाहिँ आई डोन्ट थिङ्क सो हामी यहाँ जान पाउँछौँ भनेर चाहिँ अर्कै छ आयो होला यहाँबाट जान मिल्दैन होला सायद ए मिल्दो रहेछ अब हामी वाकिङ सर्किट ट्रायलमा चाहिँ आइपुग्यौँ यस्तो छ हामी वाकिङ गर्न जान्छौँ उहाँ चाहिँ मेरो ह्यान्डसम अनि ममता छिन् मलाई अस्ति नै हामी फेरि गएको थियौँ नि हामी त्यस्तै याद आयो मलाई अनि म छु यहाँ हजुरको साथमा आना कोइराला ओ भाइ नेपाली कांग्रेस जिन्दाबाद हाम्रो के अरे गन्तव्य कन्टिन्यू भइरहेको छ हाई भन्दै ल त्यहाँबाट हाई हेलो हेलो हामीतिर त खिच्यो नि कसले क्या 3 4 1 2 3 1 2 3 4 1 2 3 4 एकाउन्टमा ट्रान्सफर गर्नलाई गाह्रो हुन्छ अनि फेरि आजको टिकटकमा एउटा भिडियो भाइरल भएर सिङ्गापुरको टिकटकको मेन अफिस त सिङ्गापुरमा छ नि त यो र सेनेटर टिकटक आइएम सिङ्गापुरियन भन्दै थियो नि होइन त्यो आयुष गोरे चाहिँ टक्न भन्नु सक्छ बेला बेला कुरा गोरेमा सही हो यार तर त्यो मान्छेलाई केही घमण्ड थिएन नि दाइ त्यो मान्छेसँग होइन त्यो उकालो हिँड्दैछ मामी उकालो ओह्रालो उकालो चौरामा ओह्राली झरौला सात भन्ज्याङ भने पनि त्यो पानी चढौला त्यो पानी चढौला तिम्रै लागि हो भने जानै दिदिउला सास पनि गाह्रो भएको के ओके यही भन्नु यही गर्नु मात्रै आइरहला मलाई नसिकाउ ल मलाई अस्ति मनै पर्दैन कि आजकल धेरै घुमेको 1 महिना कम घुमेको हामी 1 महिना लगाएर एक दिन नै घरमा बसेर घुमेको तर म आनाको खुसीको लागि भयो नि आइदिएको सो स्वीट अफ यु चाहिँ यो ग्रिन बस मोरिङटन पेनिन्सुला नेसनल पार्कको चाहिँ वाकिङ सर्किटमा छन् अनि वाकिङ ट्रायलमा यस्तो रमाइलो छ र मलाई त कहाँको याद आयो भन न कहाँको मलाई चाहिँ बाटुली पोखरी के बाटुली पोखरी 20,000 ताल छ नि यस्तो रमाइलो छ गोर्खा मनका माना झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना बेठाम्रो भएको छ साह्रै खुसी मनबाटै लाको छ गोर्खा मनका माना झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना
कस्तो रमाइलो छ, यति रमणीय वातावरण छ, हेर्न सक्नुहुन्छ हजुरहरूले होइन। यो हरियो परियो यो हरियो वन जङ्गल हाम्रो नेपालको हे आज हाम्रो भेट भयो। न तिमी निकाल एउटा। ए धेरै दिनपछि हाम्रो भेट भयो आज, भेट भयो आज, कति रमाइलो भएको छ हेर त आके जलाइमा हे आज हाम्रो भेट साह्रै आज हाम्रो भेट धेरैमा भएको छ, रमाइलो लाको छ रेलै सारारम टुङ्कु टुकुनु टुङ्कु टुकु। युट्युबको भ्लग बनाउँदैछौँ साइला दाइ, सबैले लाइक सब्सक्राइब गरिदिनु है रेलै सारारम सब्सक्राइब गरिदिनु होला। ए हेर साथी कति पो राम्री छौ, धेरै नक्कल साइला दाइ, नपार भन्दा छु रेलै सारारा। आज हामी हिँडेछौँ रलमल्ली, कस्ती रहेछौ बाई ए पुन्टी डल्ली, सल्लाइ धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। हे आफू कति गैरा पो जस्ती छे, अरूलाई पो भन्छे पुन्टी पो भन्दा छे साला ला ला ला। ए खन्दानी जिउ हटर कट छु लो खुटे जिउ मन पर्दैन मलाई सल्लाइ धुपैले। साथी है धेरै पुन्टी नभन हर डट्टा खान्छौ। ए रातो मकै ठुकुले निलेन तिम्रो गीतको राई, छेउटुपै मिलेन सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। काग जस्तो छ अरूलाई भन्छे दाइ, छेउटुपै मिलेन। दोरीबाट बहिष्कार गरिन्छ न। अब हामी चाहिँ दोरी गीत गाएर यहाँ हिँड्दैछौँ, किनभने हाम्रो बुढाहरूले चाहिँ छोडेर हामीलाई अघि अघि जानुभयो। सो द्याट होइन हामीलाई पनि अब रमाइलो गर्नु पर्यो नि त, त्यही भएर हामी बुढाहरू बिना विथआउट पनि ह्याप्पी हुन सक्छौँ भन्ने हामीले प्रुभ गरिसक्यो। तिम्रो मुखमा वचनको बन्दुक छ घरी घरी नपड्काउ बन्दुक छ मासै पुस्दैछु, तिमीले बरु बिर्सियौ निर्माया म त रुँदैछु तिमी बरु। अब चाहिँ हामी इमोसनल दोरीतिर जाँदैछौँ, प्रवेश गर्दैछौँ होइन। इमोसनल दोरी कस्तो हुन्छ हजुरले सुनिसक्नुभयो एउटा त हजुरको जाओस् एउटा। हे के भन्नु मलाई त सेन्टी आउनु कि सेन्टी नै हुन कहिले सेन्टी हुन सेन्टी गीत आएको थिएन कि मलाई पोइन्ट आएन यार, सोच्नै सकिनँ म भन्छु। हे आज हेर हे कति राम्रो रमाइलो भयो, कहाँबाट त्यही गीत जान्छ कि साइला दाइ। ए साथी तिमीले कहिले नि नबिर्स, हेर हाम्रो सम्बन्ध यस्तै गाढा हुनु पर्छ सल्लाह धुपैले। श्रीमन्नारायणं नारायणं नारायणं 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 श्रीमन्नारायण। चाहिँ अब यत्तिकै बसिरहेको विश्राम गरेको, यो के भन्छ यसलाई विश्राम गर्नेलाई के भन्छ नि, हामी चौतारोमा विश्राम गर्दैछौँ यहाँ होइन। कस्तो लाग्दैछ तिमीलाई? I am very excited today. I am so happy. Okay, thank you for coming in our home and Thank you for inviting us. हामी चाहिँ भजन गाउन पनि पोख्त छौँ है गाइज। सधैँ हामीलाई चटारो सधैँ हामीलाई काम
मर्ने बेला भइसक्यो कहिले जप्ने राम सधैँ हामीलाई छ टाढो सधैँ हामीलाई काम मर्ने बेला भइसक्यो कहिले जप्ने राम सधैँ हामीलाई छ टाढो सधैँ हामीलाई काम मर्ने बेला भइसक्यो कहिले जप्ने राम सधैँ हामीलाई छ टाढो सधैँ हामीलाई काम मर्ने बेला भइसक्यो कहिले जप्ने राम हरिबोल 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 हे हरिबोल ऊ पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको हरिबोल 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 हो सारा संसार रामको म पनि रामको त्यो पनि बोल हरिबोल हरिबोल ए हरिबोल ए हरिबोल ए हरिबोल 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 ए कैलाशमा शिवको नाम सलाला कैलाशमा शिवजी छन् नाता दर्शन दिन जनता हरिबोल शिवजी छन् नाता कैलाशमा शिवजी छन् नाता अरे हरिबोल ए हरिबोल ए हरिबोल हाम्रो शिव त जान्छन् होला हाम्रो गीत सुनेर शिव नारायण हामीलाई माफ गरिदिनु होला साथी हामी चाहिँ बाटो बिर्सेर हराएर एकचोटि फेरि ब्याक टु ब्याक टु जहाँ गाडी थियो त्यहीँ पुगेर फेरि फर्केर आएको छौँ हामी यस्तो छ बिजोक हाम्रो आज कस्तो लाग्दैछ ममता तिमीलाई किन छोडेर जाने हो जाने त्यस्तो उनीहरूले त गर्न हुन्थेन नि त ओके इमोसनल ड्यामेज हेर्न सक्नुहुन्छ कस्तो राम्रो कस्तो रुखको बाख्ना आउनु तिमीलाई काटेको मलाई त लास्टमा मनपर्छ नि मलाई नि यसरी गाउँतिर बोलाउँथे नि म त फुलै फुलको परिया लाउँछु फुलहरू कहीँ झुम्का लाउँछु मलाई फुलै फुलको फरिया मनपर्छ गीत बनाएर हामी त हात दिन्छन् होला ओ यस्तो हुन्छ हामी वहाँ चाहिँ यस्तो रमाइलो छ यो पाखा यो पाखा हो नि कस्तो मलाई त नेपालको यस्तै झल्को लागेको कि एकदमै उकालो ओह्रालो मलाई त मेरो मामाहरूको याद आयो भाइ मेरो मामाहरू पनि यसरी नै हिँड्न पर्छ के तनाउ हो नि त तिम्रो पनि तनाउ होइन आजबाट चाहिँ हाम्रो नयाँ साइनो बजोडियो होइन मेरो मामा घर चाहिँ तनाउ उसको पनि घर तनाउ सो उसले के भनेको छ भने मेरो मामालाई चाहिँ मामा माइजू भन अनि ऊ चाहिँ मेरो मामा माइजूको चाहिँ छोरी भएपछि मेरो के भयो मेरो बहिनी हामीले दिदी बहिनी हो जसरी नै एनी होइन दिदी बहिनी बनाऊ याद आउँछ कि मलाई यो नेपालमा हुन्छ नि पाहाडमा सुन्दर शान्त नेपाल हाम्रो सुन्दर शान्त नेपाल हाम्रो जय जय नेपाल वाला घाँस हुँदो रहेछ हामी चाहिँ हिँड्दा बाटो भुलेर चाहिँ प्राइभेट प्रोपर्टीमा गएछौँ अनि एउटा अझै आएर चाहिँ अनि कहाँ गएको त वेयर बेन भने अनि त्यसपछि चाहिँ हामी चाहिँ यतिकै घुम्दै गएको भने त्यसपछि चाहिँ प्राइभेट प्रोपर्टी हो अनि उतापट्टि चाहिँ नेसनल पार्क छ अनि उता भन्यो भने हुन्छ भने अनि हेल्प चाहिन्छ भने गाडीमा हालेर लगिन्छ भन्यो नि वी अल राइट भने कस्तो राम्रो म चाहिँ यति राम्रो रमणीय वातावरणमा चाहिँ रमाउँदैछु पानीको कलकल
प्रोडक्ट अफ कोरियन हो कि कुन हो र प्रोडक्ट अफ कोरियन हो प्रोडक्ट हो कोरियन चाहिँ मलाई मन अब चाहिँ हामी फर्किन लागेको फर्किँदैनौँ हामी अन द वेमा छौँ हामी जाँदा पनि एक्लै थियौँ आउँदा पनि एक्लै नै भयौँ हामी रङ्गी र चङ्गी के अरे रङ्गी र चङ्गी साथी न सङ्गी रङ्गी न चङ्गी हो कि हामीले दुईजना रसलै हाँसलै युट्युब च्यानल हेलो नमस्ते आज चाहिँ हामी साथी नसँगै रङ्गिना चङ्गी हो कि के हुँदै के अरे घुम्दै फर्किँदै हम एक्लै बुढाहरूसँग घुम्न आएको भनेको उनीहरू निष्ठुरी मायाहरू हामीलाई छोडेर गइसक्नु भएको छ अनि हामी कता कता पुग्यौँ अरूहरूको प्राइभेट प्रोपर्टीमा पुग्यौँ हामीले आएर के भनि त्यसले अनि केही छैन भनेर हामी फर्क्यौँ अनि हामी अन द वेमै छौँ अरू त अब धेरै म बोल्न चाहन्न समयको पाबन्दीको उसले गर्दा कारणले गर्दा सो त्यही भएर हजुरहरूले चाहिँ हाम्रो आना मेरो मिसको आना हसले रसली एन्ड आहाना कोइराला भ्लगमा सब्सक्राइब लाइक सेयर अनि तल रहेको के अरे बेल आइकन घन्टीमा टाङ्गा बजाउनु हार्दिक अनुरोध गर्दछु थ्याङ्क यू बाई चाहिँ अब हामी टक्क घुमेर आएर चाहिँ अब यस्तो भोक लाग्यो नि त खाना पर्यो अनि त्यही भएर चाहिँ यस्तो बार्बिक्यूहरू गर्दैछौँ सबैजनालाई यस्तो राम्रो पम्किन त मलाई पनि मनपर्छ मलाई नि मनपर्छ मिठो लाग्छ दामी दामी देख्नु मेरो बिहामा छोरालाई सचिन अङ्कलको बिहामा जानु भनेर लिएर जान्छु भनेर मङ्सिरमा आइदिएर पहिले हो क्या अहिले तिमीसँग पढाएको त कलेज जुट्दा त्यस्तो लपसप पानी यहाँ त्यहाँ त्यो केटीहरूको कम्पनी त्यहाँ नै थिएन अन्त त्यो बिरुमा कलेज शक्तिले बनाएको चिकन सबैले बिराले काटेको बबाल भयो सानले काट्नु भएको कटाप सही भयो क्या चट्नी छ पनि प्लिज मिठो भएको चटनी ममताले बनाएको चटनी Thank you so much for coming. We had such a beautiful time, होइन This was a short and sweet stay. तर एकदम प्रोडक्टिभ भयो नि हाम्रो कुराहरू भयो राम्रो होइन रमाइलो भयो मसरुममा देखिसक्नु होला जेनी हुन सक्छ प्रोडक्टिभ भयो थ्याङ्क यू सो मच आना भिरे आयो रमाइलो बाई